Hey guys, welcome back to the new vlog. हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हजुरले पाटो हेर्नु हेर्नु आउनु नभए गरे हेरिहाल्नु होला अनि बाटो बनाएको भन्ने यसो तर कसले फेरि बाइक टार्दै कि माथि यस्तो आएछ हिँडाइसकेको छन् यिनी डाम यस्तो चाहिँ हजुरले चाहिँ कामले गर्दै यहाँ प्लाइवुडहरू छ उहाँ त छ तलबाट दामी देखिन्छ त्यति बेला हाम्रो क्यामेरा क्रास मतलब थ्याङ्कसँग सरबाट चाहिँ भने अनि फेरि यस्तो भन्नु फोन आयो अनि झुक्केर उठ्यो अनि क्यामेरा क्रास धन्यवाद मैले त्यति बेला थ्याङ्कसँग सरबाट चाहिँ भनिदिइसकेको थिएँ र चाहिँ हामीले पहिला पिच कहाँसम्म थियो गाईहरू भन्ने ऊ त छोले तलपछि त ढुङ्गा थियो नि त गिटी जस्तो गिटी नै हो नि ऊ त्यहाँसम्म थियो त्यहाँसम्म भयो भन्दा अलि परिसम्म भयो पछि सेकेन्ड थर्ड लटा म त अलपट्टि बनाएको तिमी चाहिँ गाईहरू या तिमी कसले के छोड्छ नाच हामी त्यहाँ आइसकेका छौँ गाईहरू मम्मी यहाँ पनि भयो फेरि भेट्टाउनु पर्ने त हामीले धर हल्लियो अब डाँडामा आउनु लागिसक्यौँ के आइसक्यौँ अब डाँडामा आइसक्यौँ गाईहरू गाईहरू हाम्रो चाहिँ यहाँ प्लान चौपट भइसकेको छ हामी यहाँ घाँस काटेर हालेर आएको थियौँ हामीले पन्जाबी बिर्सेछौँ हामीले उल काट्ने आउँछ त्यसैले अब हामीलाई घिउ मात्रै लिएर जाने प्लान भइसकेको छ आफूले हामीले एउटा नि फल्यो साँच्ची भयो एउटा नि यहाँ फल्यो दुईचोटि प्लेन चौपट हो तिमीले अलि आलि टक्कै हेर मम्मीले थाहा मम्मी हजुरले होइन पन्जा ल्याउन बिर्सेको म के भन्न चाहनुहुन्छ भन्दिनँ के गर्ने हो भन्नु के नगर्ने के गर्ने भन्नु फर्किँदैन हो घिउ लिएर जान्छ पानी पनि लाग्दैन त्यस्तो माथि गएर यति कुरा काटेर जान्छ मलाई गाईहरू आपको बेटा खाना आउनु आप त फल्दैन क्या मम्मीको हाँडेरको स्कुल गाईहरू मम्मी 9-5 हिँड्नुहुन्छ हाँडेरको भनेको धेरै टाढो यो डाँडा कटेछ नि क्या होइन र यो आइफिल टावर हुनु त पल्लो डाँडा होइन र हो यो डाँडा छ नि गाईहरू हो यो डाँडाको बारीपट्टि गाईहरू पल्लो डाँडामा हो बाटो फेरि पछि घुमी जानुपर्छ गाडी मम्मीको कन्फिडेन्सले कहाँ जानुहुन्छ साथीले सर्टकट बाटो जङ्गलमा गएर एक दिन बनखुरा भेट्टाउनु पर्छ बाघ भने
लाछा लाग्छ के अरे साँगत लागेको होइन यस्तो जग्गाहरू बसेको अरे नि त्यहाँ वनको कुरा उडो के अरे मम्मीको सत्ता हुत्ला हुने